सम्पूर्णलाई नमस्कार। अब यो हाम्रो यो भदौको पूर्णिमाको लागि चाहिँ पाँचपोखरी यात्रामा प्रस्थान गर्ने मेरो यात्रु साथीभाइहरूलाई चाहिँ म हृदयदेखि नै धेरै धन्यवाद भन्छु। सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका भदौ पूर्णिमा 81 त नवरा फर्किसक्नु भयो आजै। अब यो पूर्णिमालाई जाने साथीहरूलाई चाहिँ शुभयात्रा भन्न चाहन्छु। धेरै राम्रो छ, सुविधा छ। तपाईँहरूले धेरै लुगा फाटो पनि बोक्नु पर्दैन, 2 जोड लुगा बोक्नुहोस्। अनि ओड्नी ओछ्यान पनि केही बोक्नु पर्दैन। तपाईँहरूले त्यो सिपिङ ब्यागहरू हुन्छ नि, त्यो ट्रेनहरू केही पनि बोक्नु पर्दैन। तपाईँले मात्रै काठमाडौँबाट उता गएर फर्किनलाई थोरै लग्यो भने 20,000 पैसा लानुहोस् र 20,000 पैसा लगेपछि तपाईँको 2 जोड लुगा हाल्नुहोस्। छाता र रेनकोट चाहिँ अनिवार्य चाहिन्छ, किनभने त्यहाँ पानी र बादल बढी लाग्छ, घामले कमै लाग्छ, घाम देख्दैन साइड, छर्के पानी बढी आउने हुनाले पछाडिको ब्यागको लागि रेनकोट र अगाडिको लागि छाताले त तपाईँलाई सेभ चाहिँ गर्दैन, रेनकोटै लानु होला। अनि तपाईँहरूलाई ठाउँ ठाउँमा लज छ, त्यहाँ खानापिना सुत्ने बस्नेको एकजनाको अब पोहोरतिर चाहिँ 1000 रुपियाँ थियो, 1500 1500 थियो, खाने सुत्नेको मात्रै है। अब यसपालि चाहिँ के राख्नु भएको छ, तर पिर नगर्नुहोस्, एकदम ढुक्क हाम्रो सिन्धुपाल्चोकको त्यहाँ लज राख्ने होटेल थाप्ने दिदीबहिनी दाजुभाइहरू एकदम सहयोगी मनको राम्रो विचारको एकदम छ। अनि स्वयंसेवीका पनि हुनुहुन्छ र नेपाल प्रहरी पनि त्यति नै तपाईँहरूलाई सहयोग गर्नुहुन्छ। त्यहाँको अब स्वास्थ्य शिविरहरू पनि बस्नुहुन्छ होइन। तपाईँहरूलाई अब जुगा त त्यस्तो बेसी अहिले लाग्दैन पहिलाको जस्तै। त्यस तपाईँहरूलाई चाहिँ तर छुम्ती खोल्चोबाट चाहिँ एउटा तितेपाती यति लानुहोस् है। अब लेक लाग्छ नि त, अनि वाकआउट आउने टाउको दुख्ला जस्तै हुने हुन्छ नि, रिगाउन्ट लाग्ने हुन्छ नि, हो त्यतिखेर चाहिँ तितेपाती यसो सुँग्नुहोस्। किनभने लेकको जडीबुटीलाई बेसीको तितेपाती जडीबुटीले चाहिँ मार्ने भएको हुनाले तपाईँहरू ढुक्क भएर गएर आउनु होला। शुभयात्रा, थ्याङ्क यू। अनि हाम्रो झाँक्री भोम्बोहरूलाई पनि म यहाँहरूको यात्रा सफल रहोस् भनेर शुभकामना दिँदै उहाँहरूलाई एउटा सानो सेलो, से होले बोम्बो से हो से हो से होले बोम्बो से हो से हो, यति भन्दै यहाँहरूको शुभयात्रा। अब भोलिदेखि सायद किन हुन्छ जानुलाई है, अनि पूर्णिमा फर्किनुहुन्छ। शुभयात्रा सबैजनालाई, गुड नाइट।